आज गोल्ड कपको फाइनल हुँदैछ, तयारी हुँदैछ दाइहरूको। अनि सानो ब्लग जस्तो खिच्छौँ। तिमीहरूको आज म फाइनलको खिच्छ ल कि नखिच्नु? हजुर लिँदैन न, भोलि पर्सि काम लाग्ने गरी खिच बिन दाइ। भाइको नाम के हो? आर्यन थापा। कुन टिमको सपोर्टमा आज? गाईघाट। गाईघाट कसको? चिलरको नाम ए पर्खि अर्कै मोडमा के गर्नु? पियुष। यता हेर त्यो राजला नाम पियुष। कुन टिमको सपोर्टमा? कोही रे? दम। कुन बाइक नाम के? जयन्त। जयन्त राज भण्डारी। कुन टिमको सपोर्टमा? यता आयुष। कुन टिम? दमक। यता के रे? गाईघाट। यता दाइ? गाईघाट। यता अस्ति नि दमकै भनेको होइन? दमको जिताउँछ कि यता? दाइ दमक हो नि त फेरि दमक। यता के दाइ? 084 59 760 760 हजुर। आज यतिको मिनु। आज कस्तो सपोर्ट मिनु? दमकै एउटामै। पावर ब्याङ्क मेरो गोजीमा छ, देऊ त बाबालाई देऊ। म माथि नै चढेँ ल। हजुर कस्तो हेरेछ यहाँबाट? हेलो कति अग्लो कसरी यसरी? हेलो सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई आज हुन गइरहेको दोस्रो सप्तकोशी गोल्ड कपको फाइनल खेल गाईघाट युनाइटेड फुटबल क्लबका विरुद्धमा हाम्रो डिफेन्डिङ च्याम्पियन, हाम्रा फोहोरका पहिलो संस्करणका विजेता दमक फुटबल एकाडेमीको बिचमा हुन गइरहेकोले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हामी तपाईहरुको अपेक्षा गर्दै यस शहीद स्मृति रङ्गशालामा पर्खिरहेको छौं। तसर्थ सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू चाँडोभन्दा चाँडो शहीद स्मृति रङ्गशालाको प्राङ्गणमा आएर खेललाई साथ र सपोर्ट गर्न हुनलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अलिकति म उयो खिच्छु ल थोरै ल केटाहरूको है। त्यो नाम भन न, के छ तयारी आज? ठिक छ जित ल यसपालि नि ल। यता केटाहरूको के छ तयारी आज भन त? ठिक छ पहिलालाई जस आफ्नो त्यो पहिलाको पोजिसनलाई होइन, जितलाई सधैँभरि जित, अर्कोचोटि ह्याट्रिक पार्ने गरी है। यता दमकबाट के छ दाइ? दाइको यस्तो थोरै सानो इन्ट्रो। हजुर जस पोहोर पनि जित्नु भएको थियो यसपालि लिएर जाउँ भन्ने प्लान। लिएर जाँदै अर्को 3 चोटि होइन पार्नु है। हस् दाइ अल्ला दाइ बेस्ट अफ लक दाइ। खै हाम्रो क्याप्टेनहरू कता छ? हाम्रो उत्तम कार्की हेर्दै ए नाम मलाई याद भइछ यार। गौरव धिमाल। खै तिम्रो पनि सानो ल। ल कस्तो छ आजको तयारी भन त? आजको तयारी एकदम राम्रो छ हाम्रो। दामी छ। फाइनल जितेर लाने सोचमा छौँ। ल ठिक छ। जेस यो ठाउँमा चाहिँ डोमिनेट गरेर लिएर जाऊ क्या है। ल अल द बेस्ट ल। ल सपोर्टमा ए ओके दाजु। यता अङ्कल कुन टिमको सपोर्ट अङ्कल आज? झापा। यता सानो भाइहरू? झापा। तिमीहरू के यहाँ झापा भनेको? अहिले गाईघाटतिर गएर गाईघाट भन्ने आई कभर सपोर्ट हो कालु? गाईघाट दमक। कालु भाइ कभर सपोर्टमा आयो क्या? कालु भाइ कभर सपोर्टमा है? तर के कभर सपोर्टमा है? कुन टिमको सपोर्ट? त्यहाँ भाइ यता गाईघाटको प्लेयर बक्स छ यतापट्टि। कार्यक्रममा अध्यक्षताको खेल के डिसर्भ गर्ने कुराहरुलाई गरिनु हुन यसै सप्तकोशी नगर खेलकुद विकास समितिका ल फ्यान दुई जना ल म फोटेको छु। कति मेन्सन कहिमा टिकटकमा हाल्छ का मेन्सन? हामीसँग आजका कुन बलामा लोकल पर्सन अर्थ
है प्रमुख व्यक्तित्व हाईमाज विशेष आपसे करूँ हम ऐसे कार्य तो हतार कर देले का अपलोड सहरी चौकी फतेहपुर हेलो हेलो यहाँबाट यस्तो देखिन्छ यहाँबाट माहौल यस्तो छ यो चाहिँ उयसको लागि हो भिडियोलाई यस्तो छ यहाँबाट त्यस्तै गरी थोरै यहाँ भाषणको काम हुँदैछ है कार्यक्रम मनका धनी युवा समाजसेवी दिलीप थापा मगरजी पनि हाईमाज उपस्थित हुनुहुन्छ उहाँलाई पनि अतिका आशीर्वाद गर्न चाहन्छु यस्तो छ क्या यो बुइने त्यस्तै गरी गङ्गाधरले बिजी होला नि क्लबका अध्यक्ष विपिन चौधरी पनि हाईमाज हुनुहुन्छ उहाँलाई पनि अतिका आशीर्वादको लागि गर्न चाहन्छु ए अर्को विपिन चौधरी त्यस्तै गरी हाईमाज सम्भव चाहिँ ल आज हामी लाइभमा छौँ आज पनि रमाइलो छ दुवै टिम दामी छ एउटा चाहिँ 4 को च्याम्पियन छ भने अर्को नट ब्याड टिम हो है सिसिड लेखी पनि छ एकदम सलिड प्लेयरहरु छ अशोक खवास सबै अब हामी एकदिन लाइभमा जोडिन्छौँ ओके ल आज हामी चाहिँ त्यो अन्तिम हाम्रो फाइनल खेलमा छ आज हामी लाइभ टेलिकास्ट गर्दैछौँ जे जस्तो छ आई गेस हामीले यहाँसम्म चाहिँ राम्रो क्वालिटी डेलिभर गर्न सक्छौँ जस्तो लाग्छ मलाई यहाँबाट यतातिर दुई बडीको छ है यता गाइडको प्लेयर छ भने यतापट्टि दमक जुम गरेर हाल्छौँ दमकको प्लेयरहरु यता गाइडको गाइड अलिकति उहाँको खिच्न पाइन अहिले म भ्लगमा लाउँछु यसरी स्टप गरेर एकछिन ल धन्यवाद सम्पूर्णमा हेलो लाइभ टेलिकास्ट हाम्रो एकदम है रोलिङ गरिरहेछ पनि गर्छौं हाम्रो मेयर साहब पनि हुनुहुन्छ यहाँ र विभिन्न राजनीतिक दलका अग्रज व्यक्तित्वहरू समाजसेवकहरू हुनुहुन्छ निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ यो गोल्ड कपलाई आगामी दिनमा अझै सम्पूर्णको जानकारीको लागि अहिले हामी तपाईहरुसँग डाइरेक्ट फेस टु फेस फेस क्याम जसरी जोडिराखेको छौं कसरी भन्दाखेरि किनभने अहिले खेल सुरु भइसकेको छैन तपाईहरुको केही कुराहरु छ भने जिज्ञासाहरु छन् यहाँ एकछिन हामी कुरा गरौँ जिज्ञासा छैन भने एकछिन रमाइलो कुरा गरौँ आज फाइनल खेल भोलि हाम्रो भेट त्यति हुँदैन यसरी अरू कुनै कुनै ठाउँमा भेट होला तर यसरी चाहिँ नभेट हुने त्यही भएर तपाईहरुको केही छ भने क्वेरीजहरु हामीसँग एकदम राख्नु होला हामी तपाईहरुको कमेन्टलाई एड्रेस गरेर आयोसम्म त्यसरी अरू ठाउँसम्म पुर्याउँछौँ नभए यति रमाइलो कुरा गर्दैन रमाइलो कुरा गरौँ के छ र हैन फुटबललाई सबैले सपोर्ट गरौँ है यस्तै यस्तै लाइभ चाहिन्छ भने स्थानीय ठाउँसम्म हामीलाई सम्झिनु होला हामी सकेसम्म एकदम अवेलेबिलिटी हेरेर हामी एकदम तपाईहरुको गेमलाई उयो गर्नेछौँ यो चाहिँ हाम्रो एकदम सेल्फ मार्केटिङ जस्तो हो तर त्यस्तै फुटबललाई हाम्रो हदम साथहरु सपोर्ट गर्नेछ है खेल्छु पनि म है खेल्छौँ अहिले नि खेलिरहेको छु सबैजनाले खेल्नुपर्छ यहाँनिर हाम्रो सिनियर दाइ राजन मगर दाइ हुनुहुन्छ म क्यामेरामा देखाउन चाहन्छु उहाँलाई उहाँ क्यामेरामा देखिनु भएको राजन दाइ यता हेर्नु त राजन दाइ हुनुहुन्छ ठिक छ उहाँ अहिले भेटरन्स पनि खेल्नुहुन्छ उहाँ भेटरन्स मात्र नभएर अहिले पछिल्लो समय चाहिँ यो यङ टिमहरुको सेटमा पनि खेल्नुहुन्छ मिडफिल्डबाट एकदम राम्रो हुनुहुन्छ त्यस उहाँलाई हेर्दा नि हामीलाई एकदम मोटिभेट फिल हुन्छ है यो एजमा पनि खेल्नुहुन्छ उहाँ एकदम टक्क गेम प्ले चट्ट रोक्ने चट्ट दिने एकदम एक्सपिरियन्स त्यही भएर सबैलाई म फुटबलमा जोड्न चाहन्छु फुटबलको एकदमै हाम्रो यो स्थानीय फुटबल भयो त्यसैगरी यसमा फुटबल खेल्नु होला म सबैलाई यस्तोमा एकदमै अगाडि ल्याउन चाहन्छु पछिल्लो समय हाम्रो फुटबलको कमेन्ट आइरहेछ पछिल्लो समय हाम्रो फुटबलको क्रेजहरु छ अलिकति त्यो फुटबलको त्यो एउटा कल्चर घटिरहेछ है अहिले क्रिकेट माथि गइरहेछ क्रिकेट माथि जाओस् क्रिकेट सँगसँगै हाम्रो फुटबल पनि जाओस् भन्ने हामी चाहन्छौँ है क्रिकेटमा धेरै प्रगति गरिरहेको छ नेपालले तर फुटबलको अवस्था एकदम दयनीय छ हाम्रो नेपालमा त्यही भएर है के छ गर्मी कस्तो छ आज यता अलिक ठिकै छ शीतल छ तर अहिले गर्मी नै हुँदैछ हामीलाई फिल है तपाईको आज अघि पानी पर्ला जस्तो हुँदै थियो तर अहिले चाहिँ एकदम शीतल भइरहेछ सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर नगर युवा तथा खेलकुद विकास समिति सप्तकोशी नगरपालिकाको मुख्य आयोजनामा साथै न्युत्रिजुगा स्पोर्ट्स क्लब सप्तकोशी नगरपालिका 1 फतेहपुरको सह आयोजनामा सञ्चालन भइरहेको यस दोस्रो सप्तकोशी गोल्ड कप फुटबल प्रतियोगिता 2082 को आज हामी अन्तिम फाइनल खेलमा रहेका छौं र आज फाइनलको लागि यतिखेर गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर भर्सेस दमक फुटबल एकाडेमी झापाको बीचमा रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र यो सप्तकोशी नगरपालिका फतेहपुर सुन्दर नगरीको शहीद स्मृति रङ्गशालाबाट हामी प्रत्यक्ष प्रसारण लिएर आजको अन्तिम फाइनल खेल लिएर यहाँहरुमा आज उपस्थित भइसकेका छौं र हजुर भर्सेस पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन टिम दमक फुटबल एकाडेमी झापा रहेको छ र आजको खेलमा यहाँहरु कुन टिमलाई सपोर्ट गर्न चाहनुहुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट लेख्न नभुल्नु होला
यहाँ कालो भइसक्यो कालो भाइ जस्तो भइसक्यो कालो ल्याएर घाँटी डढिसक्यो यहाँ हामी कमेन्ट पढ्न चाहन्छ है यहाँ लेख्नुहुन्छ सुनेको जस्तो आवाज आयो त के हो भन्नुहुन्छ मनिष वास्तलाजी हजुर मनिष वास्तलाजी म तपाईँहरूको एमआरआर उदयपुर ग्रुपको हाम्रो साथी है के छ मनिषजी सन्चै हुनुहुन्छ मनिषजी है त्यही उत्तम विश्व भन्नुहुन्छ है हाम्रो राम्रो छ भन्नुहुन्छ त्यसरी किसान गढवाल उदयपुर गाईघाटको सपोर्ट हुनुहुन्छ त्यसरी हाम्रा एकजना भानिज हुनुहुन्छ मामाहरू के गर्दै हुनुहुन्छ भनेर खिति हाँसेको इमोजी होस् अहिले खिति हाँसेको इमोजी पठाउनु हुँदैछ है उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु नमस्ते गर्नुभएको छ उत्तम दाई लेख्नुहुन्छ घटेको छैन बढेको छ अहिले स्थानीय स्तरमा सबैले खेल्नुपर्छ हो दाई खेलिरहेछन् अहिले तर लङ टर्मवाला खेलिरहेको छैन है मैले धेरै प्लेयरलाई देखिरहेको छ आयो 6-7 महिना 1 वर्ष जति खेलेर त्यसपछि विदेश गयो अर्को कुरा हो तर यतिकै नि छोडिराखेर यतिकै देखिरहेको छु मैले त्यति क्रेज अलिक घटिरहेको छ खेल्नेमा चाहिँ त्यसै गरी पगलीमा हिउँ परिरहेको छ भन्नुहुन्छ नाइस भोइस भन्नुहुन्छ रबिन चौधरी कस्तो बवाल हो फेस मामाहरूको भनेर जिस्किरहेको छ सुजन भाइ विपिन दाई बिहे कहिले गर्ने बिहा कहिले गर्नु हुने हौ के गर्नु आज हामी लाइभमा बिहा गरौँ क्या है एउटा कन्या खोजेर ल्याउनु अहिले हाफ टाइममा हामी म बिहा गरिहाल्छु है ओके त्यसपछि हामीलाई अङ्कित दर्नाल भन्छ हेलो सर हेलो अङ्कित मनोज मोक्तान प्रकाश जोडी हो ब्याकग्राउन्डको हजुर तपाईँकै प्रकाश जोडा हो त्यसरी अविनाश शाह भन्नुहुन्छ नमस्कार सर नमस्कार त्यसै गरी अभिषेक डोना हुनुहुन्छ दाई भन्नुहुन्छ हजुर भाइ मेरो भाइ भन्नुहोस् के छ त्यसपछि तिमीहरू एउटा छाता ओढाउनु भाइहरू भन्ने अस्ति एउटा बुनुले सानो बुनुले छाता ल्याएर त्यो बुनु नै अहिले पत्ता गर्छलाई छाता यस्तो कमेन्टमा भनेर मलाई उपलब्ध गराइदिएन हाफसम्म भए पनि यता पछाडि गर्दनको भागमा घाम लाग्छ अहिले घाँटी एकदम तातिरहेको छ भाइ कतैपट्टि गोल नहान्दा अहिले आएर गोल हानु जस्तो लाग्छ हजुर अमर विश्वकर्मा अमरजीलाई हामी जोड्न चाहन्छौँ को कहाँबाट हेर्नुहुँदैछ भन्नु होला प्लिज है कमेन्ट आज कसरी जित्छ जस्तो छ तपाईँहरू गेस गर्नु न है विश्वको फ्यानहरू पकली ब्यारेकबाट इन्जोय गर्दै ओहो ल विश्वजीको फ्यानहरू हुनुहुन्छ है उहाँ मेरो सहकर्मी साथी अहिले उहाँ चाहिँ पूर्ण रूपमा कमेन्ट्रीमा जानुहुन्छ उहाँभन्दा अगाडि अहिले सुरु हुँदा अगाडि म चाहिँ अहिले उहाँको उयो लिएर आएको छु एकछिनमा क्यामेरा पुरै जोडिन चाहन्छु यहाँ हाम्रो अर्को हुनुहुन्छ विपनाथ चौधरी हुनुहुन्छ हाँसेको इमोजी पठाउनु भएको छ हामीले हाहा गरेर रिप्लाई गर्न चाहन्छौँ उहाँलाई त्यसरी आसिन एउटा हाहा हेर्दैछस् भन्नुहुन्छ फोटो खिच्दैन है भाइ पर्ख ल तिमी त्यति बस ल हाम्रो क्यामेरामा के अरे सुमन भाइ छ उभिनु यसलाई अनुहार छेकिँदैछ राम्रो खिच न जे पाइदा खिच यताबाट खिच न यो साइडबाट राम्रो खिच है फोटो खिचेको राम्रो खिच्नु पऱ्यो नि ठिक छ हाम्रो फोटोसुटको कार्यक्रम सकिरहेको छ है म त ड्युटीबाट हेर्दैछु ठिक छ दाई म आउँदैछु अन द वे लेख्नुहुन्छ उत्तम भाइ ठिक छ भाइ छिटो है बिग फ्यान अफ विपिन सर दाई एन्ड प्रकाश विष्ट दाई नाइस कमेन्ट्री भन्नुहुन्छ थ्याङ्क्स मेरो भाइ अङ्कित दाई भोक लागेको छैन भोक छैन हामी पानी चाहिँ खानु तपाईँहरू के छ पानी खानु है खाइदिउँ न हामीलाई पानी खाइराख्नु है पै खाइसक्यो मैले अहिले खाँदाखेरि यहाँ 2 बोतल पानी छ यो सकेर फेरि हाफमा अर्को मगाउने बेला हुन्छ अङ्कित दर्नाल छ तर पैसा छैन भन्नुहुन्छ त्यसपछि हामी चाहिँ गाईघाटबाट है भन्नुहुन्छ अनिल भट्टराई हजुर गाईघाटबाट हामीसँग जोडिनु भयो आज तपाईँ आफ्नो होम टिमलाई सपोर्ट गर्नु हुँदैछ जस्तो लाग्छ मलाई है सपोर्ट गर्नै पर्छ आफ्नो ठाउँलाई प्राइस कति हो दाइ भन्नुहुन्छ प्राइस 2 लाख र 1 लाख हो है त्यसै गरी ल फिफा एन्थम बजिरहेको छ बज्न रेडी हुँदैछ तर तपाईँहरूलाई म यता माहौल थोरै देखाउन चाहन्छु एकछिन कमेन्टहरू एकछिन कमेन्टमा जोडिनु होला अहिले एकछिन पछि हामी पूर्ण रूपमा यता जान्छौँ यतापट्टि यस्तो छ माहौल ठिक छ बसन्त भाइलाई बसन्त राईजीलाई हामी स्वागत गर्न चाहन्छौँ चल भाइले लाइभ हेर्दैछ अरे भन्छ है भन्छ हुन्छ भन्नु म तपाईँतिर देखाइदिन्छु गाईघाट युनाइटेड फुटबल क्लबका खेलाडीहरूको तपाईँको हजुर मैले गाईघाटको क्रुज कुशल भाइले भने मैले उता पठाइसकेको छु हुन्छ मिनुले देखाएको एक लास्ट छिटो हामीसँग यहाँनिर मिनु जोडिनु भएको छ है बसन्त राईजीले खोज्नु हुँदैछ यता हातलाई दो मिनु ल चस्मा लाग्दा सही हो सही ल सही सबले खै कालो तपाईँहरू कमेन्ट गर्नु होला एकछिन रमाइलो है यो फन कुरा फेरि गेमको बिचमा के हो भनेर हामी इन्टरटेन तपाईँहरूलाई गराउनेछौँ कालो चस्मा कस्तो देखिँदैछ भन्नु होला कालो चस्मामा राम्रो देखाउने कालो चस्मा 5 हुने अवस्था छ यहाँनिर
कमेन्ट पढ्नु ल फुटान म प्रकाश विष्टको बेटबाट है भन्नुहुन्छ उहाँ पृथ्वीबारी उहाँ जोडा हुनुहुन्छ सँगै पल्टनको साथीहरू हुन्छ उहाँहरू रोशन श्रेष्ठ लेख्नुहुन्छ अहिले किस्मत लिम्बूबाट 1 स्कोर आउँछ सेकेन्ड हाफमा बिल्ला नआन्दा हुन्छ भनेर लेख्नुहुन्छ यहाँनिर है मिनु खोइ त भन्नुहुन्छ मिनु अलिक बिजी छ अहिले है कता देखिरहेको छुइनँ मैले यहाँ छेउछाउमै त्यसै गरी अरूमा खोइ देख्दिनँ त हौ नयाँ खोइ कमेन्ट गरौँ सबैजनाले को कहाँबाट हुनुहुन्छ कहाँ छ मलाई म चाहिँ कतार भन्नुहुँदैछ कतारबाट हो नि मामा भन्नुहुन्छ थ्याङ्क्स भान्जा है थाहा छ मलाई है कतार म प्रकाश विष्टको बेडबाट भन्नुहुन्छ है त्यसपछि खगेन गार्गी हुनुहुन्छ गाईघाट कमब्याक हान्नु पर्यो अर्चना श्री लेख्नुहुन्छ कहाँ एकछिन कहाँ हो ब्रो यो खेल जानकारी पाउन यो गाईघाट युनाइटेड फुटबल क्लब उदयपुरको विरुद्धमा दमक फुटबल एकाडेमी झापाको खेल रहेको छ र खेल भइरहेको स्थान रहेको छ तपाईको सप्तकोशी नगरपालिका वडा नम्बर 1 फतेपुरको शहीद स्मृति रङ्गशालामा अर्चना चौधरी ह्यान्डसम देखियो भन्नुहुन्छ धन्यवाद सर गेम कतिखेर सुरु हुन्छ गेम सुरु भइसक्यो त कुन गेम हो सेकेन्ड हाफ सोधेको पहिला हाफ भइसकेको छ है रुद्र छेत्री लेख्नुहुन्छ लुरीले चस्मा लाने रे है ल उहाँ तल जाने एकछिन कोन चाहिन्छ आसन ग्राउन्डको क्रमलाई जोड्न चाहन्छु हाइमा कोन चाहिन्छ जिल्ला फुटबल महासचिव त्यसै गरी हामी तल लिएर जान्छौँ एकछिन उहाँलाई अतिथिको आसन ग्रहण त्यसै गरी तल हुनुहुन्छ हाम्रो दिवेश चौधरी पिन्टु हुनुहुन्छ परिषद मध्य प्रदेश कर्मचारी संघका उता यो माथि गइले छेक्छ नि त यसो झालरले के हो प्रारम्भले निकै अनुभवी खेलाडीको रूपमा चिनिने गर्छन् उनी सुनिल खड्काले यो फाइनल खेलको दोस्रो हाफको पनि निर्धारित समयको खेल सकिएको संकेत गरेका छन् आजका मुख्य रेफ्री मनिष अधिकारी आदरणीय खेल प्रेमी दर्शक महानुभावहरू र दोस्रो संस्करणको यो दोस्रो सप्तकोशी गोल्ड कप फुटबल प्रतियोगिता 2085 को विजेता बन्न सफल भएको छ भर्खरै यही भाइ हो कालो भाइ मुख देखाएन है कालो भाइ उपरमा था ड्रोन शट प्लिज कालो भाइलाई एकदम धेरै गर्मी हुन्छ आज गर्मी भएको छैन टी सर्ट उचालेको छैन है यहाँ सुन्नु त्यसै गरी यहाँ क्यामेरामा हुनुहुन्छ रोशन दाई हात लगाइदिनु रोशन दाई महेश ओके पुरस्कार वितरण कार्यक्रम मायाको चिनो त्यसै गरी क्यामेरामा मार्की प्लेट निसो पनि छ निसो हात लगाउनु न मायाको चिनो त्यो मायाको चिनो झन् भ्याउँदैन के हस्तान्तरण प्रतियोगिताका संयोजक श्री अजय श्रेष्ठलाई हामी तपाईलाई तलबाट लाइभ देखाउनेछु है उताबाट अलिक मजाको तर यहाँबाट ठिक छ होला हो त्यस्तै गरी मिडिया पार्टनरको रूपमा हामीलाई समाज त्यस्तै गरी यो दोस्रो सप्तकोशी गोल्ड कप फुटबल प्रतियोगिता 2082 लाई संसारभर लाइभ मार्फत टेलिकास्ट गरी हामीलाई सहयोग गर्नुहुने विपिन चौधरी र प्रकाश विष्ट भाइहरूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु भने सो मायाको चिनो हस्तान्तरणका लागि म अध्यक्ष श्री सुरेश खड्काजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु त्यस्तै गरी मेडिकल पर्सनको रूपमा हामीलाई अथवा हाम्रा खेलाडीहरूलाई मेडिकलको सेवा उपलब्ध गराउनु हुने मेन बहादुर थापाज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुन र सो मायाको चिनो वितरणको निम्ति कार्यक्रमका संयोजक श्री अजय श्रेष्ठजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु रहनु भएको छ यतिखेर
पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन टिम दमक फुटबल एकाडेमी झापा यो पल्टको दोस्रो संस्करणमा यतिखेर उपविजेतामा चित्त बुझाउँदै नगद रु 1 लाख साथै ट्रफी मेडल र प्रशंसा पत्रमा चित्त बुझाएको छ र धेरै धेरै बधाई दिन चाहन्छौँ हामी यतिखेर त्यसैगरी ट्रफी मेडल प्रशंसा पत्र यतिखेर यहाँ प्रदान गर्ने क्याप्टेनजीलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र विजेता टिमले रु 2 लाखको नगद पुरस्कार हासिल गरेको पनि म बेहोरा जानकारीको लागि प्रस्तुत गर्न चाहन्छु। यस समापन समारोहका प्रमुख अतिथि तथा सप्तकोशी नगर पालिकाका नगर प्रमुख श्री कृष्ण प्रसाद ढकालजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू न्यू त्रिजुगा स्पोर्ट्स क्लबको यो 100 स्मृति रङ्गशालाबाट सञ्चालन गरिएको हाम्रो नगर युवा तथा खेलकुद विकास समितिको मुख्य आयोजनामा साथै न्यू त्रिजुगा स्पोर्ट्स क्लब सप्तकोशी नगरपालिका फतेहपुरको 100 स्मृति रङ्गशालामा सञ्चालन भइरहेको दोस्रो सप्तकोशी गोल्ड कप फुटबल प्रतियोगिता 2082 को प्रतियोगितामा विजेता बन्न सफल टिम गाईघाट युनाइटेड फुटबल क्लब साथै उपविजेता बन्ने टिम पहिलो संस्करणको सापिक विजेता टिम दमक फुटबल एकाडेमी दुवै टिमलाई हामी धेरै धेरै बधाई दिँदै हामी अन्तिम कार्यक्रमको समापन समारोहमा जोडिएका छौँ। सम्पूर्ण दर्शक महानुभावहरूलाई है आजको लाइभमा जोड्यो हरेक सपोर्ट गर्नुभएको सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा यस्तो लाइभ हामी फेरि ल्याउने छौँ। सप्तरी जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलज्यू त्यसैगरी यस कार्यक्रममा आज हामी दोस्रो दिनको खेलमा छौँ फेरि है लाइभ खाडियो छ आज ए होइन प्ले बॉय बल बॉय प्ले बॉय आज हामी अन्तिम क्वार्टर फाइनलको खेलमा दमक फुटबल एकाडेमी पहिलाको हाम्रो च्याम्पियन डिफेन्डिङ च्याम्पियन भर्सेस गोलबजार स्पोर्ट्स क्लब बिचमा हुन गइरहेको छ। एकैछिनमा चाहिँ हामी लाइभ टेलिकास्ट गर्नेछौँ। यता गोलबजार यता दमक लाइभ सुरु। यता चाहिँ हाम्रो क्यामेराम्यान र कमेन्टेटर प्रकाश विश्व र हाम्रो टिम भाइ दुईजना तयार हुनुहुन्छ हाम्रो आज अहिले हामी पहिलो सेमिफाइनलको आज हामी कमेन्ट्रीमा छौँ दुईजना। हामी यहाँनिर दोस्रो सप्तकोशी गोल्ड कपको माहौलमा छौँ। यतापट्टि देखिरहेको टिम छ गाईघाट युनाइटेड जसले आयोजकलाई हराएर यहाँसम्म पुगेको छ भने यतापट्टि तरानी स्पोर्टिङ क्लब जसले चाहिँ बेङ्गा टावर युथ क्लब धनुषालाई हराएर सेमिफाइनलमा आइपुगेको छ। यता हाम्रो भाइहरू छ। गोल्डको फाइनल को खेलेको तर मैले बिर्सेछु फाइनल आरएफसी भनेको ए पदमले भनेको पदम छ पदम हाई भन त पदम हाई भन त पदम जिग्री भने ल बिच हामी क्लिपहरू खिच्छौँ। काका भनिदिनु न हाई भनिदिनु न हात हलाउनु न अर्जुन काका बुढा लजाए हुनुहुन्छ के छ मान्डु भाइ? ठिक छ यार, म आज तिम्रो दामी दामी क्लिप खिचिदिन्छु ल। मान्डु भाइको अस्ति कहाँबाट कमेन्ट गर्दैछ भन त? त्यहाँ थियो पहाडतिर।